Hello guys, good morning. After long time यार. After long time, yeah. ब्यागमा एउटा केरा रहेछ कि बजाइदिउने साँच्ची यो त बनाना थियो त्यहाँ हो खाइदियो बजाओ ढोल स्वागत में मेरे घर राम आए हैं. प्रसाद खाऊ कि यतापट्टि दुईवटा हानेछ साथीले. वाउ, बनाउनु चाहिँ बनाएकै हो. बेलुका झन् दामी देख्छ होला है, लाइट्सहरू पुरा लगाएको रहेछ नि. हेलो गाइज, गुड मर्निङ. देख्नु हुँदैछ होला कालो केटा पहेँलो टी सर्ट लगाएर आज कता रवाना हुँदैछ भनेर. र साथमा हाम्रो सुजन ब्रो, वन्स अगेन वेलकम है. थ्याङ्क यू. हामी आज पनि फेरि नयाँ भ्लग लिएर आएको छौँ तपाईँहरूसम्म. आजको भ्लग चाहिँ हाम्रो बाब्स टेम्पल अबुधाबी हिन्दू मन्दिरमा जाने प्लानिङमा निस्किन लागेको हामी. अब अहिले चाहिँ हामी बस स्टेसनमा छौँ. अब 15 मिनटपछि बस छ. गाइज, अब यसरी हाम्रो जर्नी अब सुरु हुँदैछ. ट्रिप टु बाब्स मन्दिर, हिन्दू मन्दिर. अब अचम्म होइन, युएई अब जस्तो जग्गामा एउटा ग्रान्ड हिन्दूको मन्दिर दर्शन गर्नु जाँदैछौँ हामी. दर्शन गर्नु पाउँदाखेरि कस्तो एक्सपिरियन्स हुन्छ, के हुन्छ, अब अगाडि गएर हेरौँ. र वन्स अगेन सबै वेलकम. धन्यवाद है, धन्यवाद. आज कस्तो फिल भइरहेछ त? अलिक धार्मिक टाइपको ट्रिपमा हामी जाँदैछौँ. आजको हाम्रो एडभेन्चर भन्दा पनि मोर देन एडभेन्चर धार्मिक हो. ठिकै लागेको छ, एक्साइटेड छ. पहिलोचोटि हो. र शेखर ब्रोलाई पनि वेलकम छ है. र अस्तिको जस्तै सेम 4 इडियट्स भेला भएर जाँदैछौँ. आज यसो मनको शान्ति पनि धेरै, केटाहरू धेरै चञ्चल मन भएको छ अरे आज. र इभन मै पनि अब यसो मनको शान्ति गर्नुको लागि पनि हामी जाँदैछौँ है. र जर्नी सुरु भएको छ. हामीले लियौँ पब्लिक बस, जुन चाहिँ 5 दिरहम समथिङमा हामी पुग्छौँ हाम्रो डेस्टिनेसनमा. तपाईँहरू पनि यसरी नै ट्राभल गर्नु सक्नुहुन्छ पब्लिक बसले. हुँदैछ केटाहरू गफ के? साथी अलिकति पछाडि नै रहेछन्. देखाउन फालिसक्यो क्या, फालिसक्यो क्या. अन गर न, मेरोमा अघि नै गयो भइसक्यो. यही त हो त. माथिको अघि नै गयो के हो त मेरो गाडी बसमा. र हामीहरू चाहिँ यसरी बुकिङ गरेर गएको आज. अलिक छेउमा जाउँ त. यही हो जाने ठाउँ चाहिँ. यो चाहिँ एभ्री पर्सन टिकट भइसकेको, हाम्रो बुकिङ भइसकेको. एभ्री पर्सन यो चारजनाको यसरी यहाँ मान्छेको नाम दिएछ. डेट अफ बर्थहरू नदेऊ है. अलराइट. ल त अब हामी यसरी ट्राभल गरिरहेछौँ. ठिक छ. र कति आवर्सको जर्नी हो हाम्रो 1 hour 10 minute चाहिँ भन्छ. होइन त्यस्तो फरक पर्दैन. 1 hour 10 minute भनेको 15 to त्यही 5-10 मिनटको फरक पर्छ होला सायद. चस्मा यो जुन चाम्लिङसँग मलाई कन्भर्ट गर्न मिल्दैन यार. जुन चाम्लिङ भेरी हाई. तिमी बोलेर आउँदैन साथी, हाम्रो माइकबाट मात्रै आउँदै. यु आर जस्ट क्यामराम्यान. त्यही भएर सँगैजना बोला क्लास हुन्छ फेरि. हो स्मल पी. जर्नी यस्तै छ. स्मल पी जाँदैछौँ. यो यसमा फेरि यही समस्या के
पासपोर्ट हेर्न नमिल्ने कि फेरि र अगाडि जाँदा जाँदा के हाम्रोमा गफहरू हुन्छ के सल्लाह हुन्छ त्यो तपाईँहरू हेर्दै गर्नुहोस् है, मिस साथी नगरिकन। त्यो तिम्रो लिमिटेड गाना 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 याद गरिदियो दाजु केटाहरू त सेलायो त आधा जर्नीमै अन्त। होइन अहिले एक्साइटेड राखेको नि त एक्साइटमेन्ट स्टोर गरेर राखेको छ अहिले मनमा नै राम राम त भन्दैछौ नि। भगवान्लाई भगवान्को नाम लेखेपछि शान्त हुँदो रहेछ मन को व्रतमा हुन आँटी भन त। गर्नु छैन म त बिहान खाना खाएर आएको हो शेखर हो हाम्रो क्यामेराम्यान शेखर चाहिँ व्रतमा अरे। झोलामा वाटर दिएको छ फर्केर आउँदाखेरि खानु है पानी चाहिँ खाएँ मैले, पानी चाहिँ खाएँ। चिया पनि खाएको त ल स्टिल जर्नीमै छौँ हामी, सायद आधा पनि बाटो पुगेको छैन होला। A few moments later. तो गाइज मन्दिर पनि पुग्यो। यस्तो रहेछ यहाँको पार्किङ एरियाहरू। अब अगाडि गएर हेरौँ के हुन्छ। 2-3 भाइ हिँड्दैछ उहाँ अगाडि। मन्दिर छिर्नुभन्दा अगाडि गाइडलाइन्स त पढ्नै पर्ने हुन्छ। यस्तो रहेछ है यहाँको गाइडलाइन्स चाहिँ, पज गरेर पढ्नु होला है। बिस्तारै बिस्तारै अगाडि बढिँदैछ। यस्तो रहेछ लाइनको क्रम। ल है मन्दिर पनि प्रवेश गरियो र चट्टै प्रवेश गर्दै हाम्रो यहाँ आज हनुमान जयन्ती रहेछ कि क्या हो। अनि इन्ट्रेन्सको द्वार चाहिँ यस्तो रहेछ। हनुमान जयन्तीको अगाडि केटाहरूले फोटो हान्दैछ र अब यस्तो छ अगाडिको के छ हेर्दै जाउँ है। बजाओ ढोल स्वागत में मेरे घर राम आए। बजाओ ढोल स्वागत में मेरे घर राम आए हैं। जय सिया राम, जय सिया राम, जय सिया राम। सो गाइज फाइनली हामी आइपुग्यौँ ब्याप्स हिन्दू मन्दिर। वान अफ द ग्रान्ड मन्दिर युएईमा चाहिँ यही हो। दुबईमा पनि छ भनेर सुनेको थियो तर गएको चाहिँ छैनौँ। तर आज प्रत्यक्ष आइपुग्यौँ, देख्नु पनि पायौँ, दर्शन पनि अब माथि गएर गर्नेछौँ। आफूलाई सौभाग्य के भन्छ त्यसलाई भाग्यमानी नै ठानिरहेको छु। सो आउनुहोस्। दामी दामी रहेछ है। नन्दी 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 हाम्रो नन्दीको दर्शन गरौँ टट्टै है। एम्बियन्सबाट टट्टै नन्दी। त्यहाँ घन्टाहरू पनि रहेछ, घन्टा पनि ठोक्नु पायो, ठ्याक 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 घन्टा। र अब हामी अगाडि मन्दिरपट्टि जाने गर्नेछौँ। सो सुज यहाँ खोल्नु पर्ने रहेछ। सुजहरू चटक्क खोलेर अनि माथि है।
के मजाको एरेन्जमेन्ट रहेछ हौ, जुत्ताहरू पनि टक्क राख्ने हो, चट राख्ने, मक जनाको रुममा के भयो हँ मुख धुने सट्टै जुत्ता सुत्ता खोल्यो, यहाँ हात खुट्टा धुयो हो, हात खुट्टा धुयो, फ्रेस भयो, अनि चाहिँ माथि मन्दिरतिर अब लाग्ने। लेट्स गो एकछिन होल्ड गर न, हातहरू धुँ खोइ। गरम चाहिँ मिठो गरम छ है, तर घाम मन्दिर जाँदा त्यो गरम के चिसो के वास्तै हुँदैन है। घाम मन्दिर जाँदा त यस्तै त हो, चिसो तातो को मजा लिँदै चटचट अगाडि गयो है। लु अब माथि गयो, लु अब कमन लु अब हामी प्रस्थान गर्दैछौँ मन्दिरतिर। बजाओ ढोल स्वागत में मेरे घर राम आए हैं। और एकपल्ट बोलिदिनु पर्छ। दुईजना चाहिँ कता गएछ? अब यस्तो वरिपरि घुमौँ। वाउ, बनाउनु चाहिँ बनाएकै हो, बेलुका झन् दामी देख्छ होला है, लाइट्सहरू पुरा लगाएको रहेछ नि त। त्यो फोटोमा बेलुकाको त्यो देख्छौ नाइटको भ्यू वाल रहेछ बेलुका। आर्किटेक्चरहरू त हेर्नु यसको देखेको है। दुईवटा परेवा पनि बसिरहेको रहेछ चटक्कै। तपाईँहरूलाई एक राउन्ड लिएर हामी देखाउँछौँ है, यहाँको आर्किटेक्चरहरू, यहाँको इन्भाइरोमेन्टहरू कस्तो छ। बजाओ ढोल मेरे घर फोकस आर्किटेक्चरतिर गरे र यहाँ यति साह्रो स्ट्याचुहरू रहेछ, चिन्नु पनि सकेन।
2-3वटा चाहिँ चिन्नु सक्यो। जस्तो हाम्रो श्री गणेश, लर्ड शिवा, अरू लर्ड कार्तिके, कति त सकिन पनि चिन्नु नि, यति साह्रो चाहिँ रहेछ अब आम्मामा। तपाईँहरूलाई हामी 360 भ्यू दिँदैछ है मन्दिरको। यहाँ आएर आउनेले सायद 3 राउन्ड पनि लगाउँछ होला, लगाउनेले सायद 108 राउन्ड पनि लगाउँछ होला होइन। यता हौ फोटोग्राफी यहाँ चलिरहेछ मजाले। थ्री 360 भ्यू सकेपछि चाहिँ हामी भित्र जान्छौँ, तर भित्र सायद फोटोग्राफी भिडियोग्राफी चाहिँ अलाउड छैन होला है। सो त्यसको लागि चाहिँ सरी, भित्र अलाउड छैन। अब मन्दिरको गाइडलाइन्सहरू त मान्नु पर्यो। फेरि सिक्योरिटी चाहिँ दामी चेक हुन्छ है। सो त्यो पनि मन पर्यो। अनि म त यो मन्दिरको आर्किटेक्चर त हेरै भयो। घरिघरि दुर्गा थापाको गाना पनि याद आउँछ, हामी चाहिँ हेरै भन्ने खालको। तर यो चाहिँ रिलिजियस वेमा हेरै आर्किटेक्टहरू हेर्दा चाहिँ यति साह्रो त्यो कति 36 कोटी देवता भन्थ्यो नि, सायद यहाँ सबै समाएको छ जस्तो लाग्यो। अब 360 भ्यूका हामी अलमोस्ट आधा मोर देन क्वार्टर सकिसक्यौँ। र चारैतिर सिक्योरिटी हुनु पनि पर्यो। त्यो मन्दिरको डेकोरम फलो गर्नुको लागि त्यति त हुनु पनि पर्यो। तर यति चाहिँ खुसी लाग्यो, सबै हाम्रो गोर्खे दाजुहरू रहेछ, दाजु दिदी बहिनीहरू है सिक्योरिटीमा चाहिँ। त्यही त छैन त। एलिभेटर पनि छ त, तल पनि जानु मिल्छ क्या हो। लु 360 हाम्रो कम्प्लिट पनि भयो। टक्कै स्टार्टिङ पोइन्टमा आइसक्यौँ हामी। ल अहिले हामी चाहिँ माथिको भ्रमण गरिसकेर माथिको 360 एङ्गल तपाईँहरूलाई देखाइसकेर अहिले तलपट्टि नि एउटा फ्लोर भनौँ, तल पनि एउटा लेभल रहेछ, त्यहाँको पनि आर्किटेक्चरहरू हेरौँ र हल्का एम्बियन्स इन्भाइरोमेन्टहरू पनि हेरौँ है। पढ्नु चाहिँ पुरै एन्टी लाइट परिरहेको होला, भिडियो कस्तो आइरहेछ खोइ थाहा भएन, तर अब खिच्नै पर्ने हुन्छ किनकि मन्दिर आएपछि घुम्ने राइट वे यतैबाट हो नि त होइन।
मैले बल्ल थाहा पाएँ नि त सुजन कहाँ गयो भनेर हाँ? सुजन कहाँ गयो भनेर मैले बल्ल थाहा पाएँ नि त कहाँ थियो मलरीको छ भने त्यो प्रोग्राम अब सुजनलाई गएर त्यहीँ भेटिन्छ होला त्यति गएछ दुई भाइ चाहिँ हराइरहेको छ आएदेखि मन्दिर जस्तो हामी एन्ट्रेन्स मन्दिरको सिँढीमा जस्तो हामी ढोक्यौँ दुई भाइ हरायो खोजिरहेको छ सायद त्यो खाने ठाउँमा पुग्यो प्रसाद पाउने ठाउँमा पुग्यो अब त्यहीँ भेट्छु मलाई He just said yes. को चिन्छ म त कोही न कोही हो म त कोही पनि चिनेन यार होइन उनीहरू चाहिँ ऋषि मुनिहरू होला क्या ऋषि मुनिहरू हो त त्यही भएर हामी अलिकति चिन्नु दिनु दिउँ होइन त्यही त गलत इन्फर्मेसन दिनु पनि भएन किनकि मेरो त इन्फोटेनमेन्ट हो नि त इन्फर्मेसन विथ इन्टरटेनमेन्ट हो नि त इन्फोटेनमेन्ट हो अब गलत इन्फर्मेसन दिनु भएन साथीले चाहिँ अब पढेर कालो पनि निलो भइसक्यो अलरेडी पढिसकेको मान्छे दुई भाइ चाहिँ यहाँ सेकेन्ड राउन्ड हो ए भिडियो चलिरहेको रहेछ भिडियो चलिरहेको रहेछ रिल्स यस्तो रहेछ यो दुई भाइ चाहिँ खोज्दा 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 परेसान भएर हैरान भएर बल्ल 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 यो दुई भाइ आइपुग्यो आफ्नै लङ टाइम यार आफ्टर लङ टाइम यार ब्यागमा एउटा केरा रहेछ कि बजाइदियो मैले साँच्ची यो त बनाना थियो त्यहाँ हो खाइदियो रिफ्लेक्ट त हो हल्का भित्र छ सबै घुमेर आइसक्यो दुई राउन्ड भयो अब तपाईँहरूलाई लिएर एक राउन्ड किन्दैन होइन हामी पनि दुई राउन्ड तलमाथि सबै भयो नि फिल्डमा त्यो नदीहरू भएको ठाउँमा हाम्रो आजको भिजिट सकियो र कसम कालो आयो साथी मलाई के भन्नु बाई बाई पनि भनौँ सबैलाई भयो भन्दा नि कालो आयो मन्दिरलाई पनि
अब जाने बेलामा अन्तिम फोटोसुट न न न ल हान्छु मैले अहिले नेचुरलमा हान्नु नेचुरल लाइटमा हान्नु सबै कुरा फिलिपिनी सिस्टर्सहरू पनि फोटोसुटको लागि छ। यो साँझ साँझमा फोटो राम्रो आउँदो रहेछ साँझ साँझमा फोटोहरू राम्रो आउँदो रहेछ होइन ल त अब लाग्नु पर्यो हे भयो नि दर्शन दर्शन भयो होइन भयो 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 दर्शन भयो मनमनै पूजा पनि गर्यो होइन ब्रो शेखर ब्रो प्रसाद प्रसाद पनि खाइहाल्यो तिमीले होइन यो थाहा त ठिकै नि मैले त पुरै लु त्यतिकैमा महँगो प्रसाद पाएँ त केटाहरूले होइन आफूले सोचे जस्तो फोटो मेरो पनि एउटा पनि आएन साथी आफूले सोचे जस्तो फोटो एउटा नि आएन क्या जुन आँखाले देखियो त्यो क्यामेराले निकालेन के अरे अहिले यस्तो घाममा राम्रो कहाँ देख्छ त्यही त घामले गर्दा हो कि मैले भने त होइन फोनमा राम्रो देख्दैन अहिले उता गएर हेर बादमा राम्रै देख्छ घामले राम्रो देख्नु दिएकै हुँदैन मैले अन्तिम बाई लोकेसनमै खिचेको म आजको लागि फर्स्ट एन्ड लास्ट होला मेरो त अब मेसो मिल्यो भने आउँछु होला अब चाहिँ हामी फर्किने क्रममा नमस्ते गरे नि त तिनीहरूले हामीले पनि नमस्ते के भयो मनोकामना पुरा भयो नि होइन सुजन मनोकामना पुरा भयो आउने मनोकामना दर्शन गर्ने मन्दिर हेर्ने पुरा भयो अब पुरा भयो त्यस्तो केही भाकल त थिएन तिम्रो होइन त्यस्तै छैन त्यस्तो अब फेरि आइन्छ आइँदैन त्यो एक्सिडेन्टली अहिले भन्नु सकिँदैन होइन त्यो अब जे पनि हुनु सक्ला होइन मेरो चाहिँ जहाँसम्म लाग्यो फर्स्ट एन्ड लास्टै होला हो ठिकै छ अनि फेरि आउँछु भन्यो भने भगवान्ले आश गरेर बस्छन् नि त त्यही भएर के देखाएको त हामीले अब यहाँ हामी अन्तिम फोटो यहाँ हान्ने 4 भाइको त्यो बाप्स मन्दिर लेखेकोमा तर यो घामले गर्दा कति आउँदैन क्या घामले गर्दा कति आउँदैन क्या कहाँ हो तिनीहरू कहाँ घुमिसकेपछि यति प्रसाद चाहिँ खानुपर्ने हुन्छ है हलुवा ल केमा लिएर जाने त प्रसाद नखन्जलसम्म चाहिँ मन्दिर आएको फिलै हुँदैन प्रसाद त हान्नै पर्ने हुन्छ थपेर खानु पाउँछ यतिको त हान्नै पर्ने हुन्छ जाउँ जाउँ अब किन लुकेर खाएको तिमी छाया भन न ल प्रसाद खानु पर्यो तिमी त प्रसाद खाऊ कि अनि चम्चा उसलाई चम्चा चाहियो त्यही भएर छिटो नेपाली दिदी बहिनीहरू पनि टन्नै आएको छ त्यस्तै हो अब प्रसाद 11 बजी प्रसादको काउन्टर हाने जस्तो लाग्यो मलाई प्रसाद थाप्ने प्रसाद पनि यो हलुवा स्ट्रङ स्न्याक्स नै हो यतापट्टि 2 लोटा हानेछ साथीले 2 लोटा हानेर आयो मजाले हान्नु पर्ने हुन्छ जाउँ के गर्यो बाहिर गएपछि भित्र आउनु पाउँदैन नि साथी मूर्ति रहेछ क्या कोही के समथिङ हलुवा हानेर आइयो सेम हियर हलुवा हानेर आयो अनि फेरि फर्स्ट फ्लोरमा चाहिँ कस्तो दामी त्यो थियो क्या मूर्ति चाहिँ जल चढाउनु मिल्दो रहेछ 20, 50, 100 त्यो रेटहरू एउटै तर आफ्नो डोनेसन क्या आफ्नो मन अनुसार त्यस्तो गर्नु मिल्दो रहेछ क्या अनि गरेको अनि ठ्याक्क आफूले हाल्दाखेरि ठ्याक्क मन्त्र फुक्दिने क्या पिसफुल लाग्ने रहेछ हो क्या पिसफुल भइदिएर क्या अनि मैले सुजनलाई पनि भने सुजनले तर सेटिस्फ्याक्सन मिल्ने क्या साथी तिमी बोर्डर क्रस भइसक्यो त अनि ठ्याक्क माथि ऊ पनि थियो ज्यास्मिन फुल र रोजको ऊ पनि थियो अनि त्यो पनि लियो आनन्द ला म चाहिँ बिहानदेखि केही नखाएको क्या गाइस म चाहिँ पानी पनि खाएको थिइनँ हाम्रो शेखर ब्रो चाहिँ बरु अलिकति डिभोटी खालको साउन्ड गर्यो हामीभन्दा चाहिँ धेरै नै रहेछ मनमा चाहिँ अलिकति ऊ कस्तो भने मन त के थियो बट
जस्ट आफूले आफूलाई कन्ट्रोल गर्नुपर्छ भनेर चाहिँ गरेको क्या ल। दामी थियो मन्दिर आउँदा चाहिँ फर्स्ट आवरमा आएको चाहिँ बेस्ट रहेछ है। ढिलो ढिलो आयो भने चाहिँ यस्तो छ यो। बेस्ट चाहिँ अर्ली इन द मर्निङ हो, 9-10 भित्रमा 11 बजीतिर एक्जिट हान अनि जाऊ। स्पेसली इन द समर है, न घाम ताप्नु पर्यो न केही। अनि शक्तिजन्य पदार्थ बोकी नलिएर आउनु होला, ब्यागै पनि नहाल्नु होला, केही नल्याउनु। गाडी छ भने अलग कुरा, गाडीतिर छ भने हो इन्जुरियस खै के गरे उच्चलाई ढिलो बसेर अगाडि रिफरेन्स भ्यायो त अब इन्डिङ हान्दै केही नबोकेर आउनु। अब अगाडि हामी यहाँ बोलिरहेको म फर्किनु ओ लामो सर 01 को टाइमिङ गइसक्यो। आजको अब हाम्रो दर्शन चाहिँ यहीँ समाप्त होला जस्तो छ। दर्शन गरियो, घुमियो। सजन ब्रो के छ आजको तिम्रो अनुभव, के कस्तो भयो? ठिकै भयो, रमाइलो भयो। आज फर्स्ट टाइम आयो मन्दिर। जो बिहान बिहानै आउँदा ठिक हुँदो रहेछ, अन्त भिडभाड बढिसक्यो। भिडभाडमा चाहिँ मजा आउँदो रहेछ, मजा हुँदैन त्यो ठाउँमा। हामी चाहिँ ठिक टाइममा आएछ। हामी चाहिँ राइट टाइममा आएछ बिहानै। मन्दिर आउनु भनेकै बिहानमा हो, तर रमाइलो चाहिँ बेलुका रमाइलो हेर्नको लागि आउने हो भने बेलुका आउँदा हुन्छ, नत्र बिहानमा चाहिँ खाली खाली सबै चिज हेर्नु पाइयो आरामसँग। त्यही हो, रमाइलो भयो। ल अब यस्तै हो, आज जे काममा आएको थियो काम सम्पन्न भयो, मनको शान्ति पनि भयो, दर्शन पनि भयो, सबै कुरा भयो। अब हाम्रो फर्किने क्रममा छौँ। अब फर्किने क्रममा सायद ब्लग पनि यहीँ समाप्त गर्छु होला म भन्दै। हाम्रो 2 भाइ खाना खानै बाँकी छ त, खाना खानै बाँकी छ। हाउ कम भ्लग खानै बाँकी छ। ल ओके गाइस, बाइ। ल त्यति भन्दै आजको भ्लग म यहीँ समाप्त गर्छु। आज अलिकति धार्मिक अनौठो खालको भ्लग भयो हो। 1 2 3